यो चाहिँ मेन स्विच हो है। मेन स्विचको फ्युज 200 एम्पियरको यतापट्टिको चाहिँ जलेको छ है, यो जलेको हो। यो फ्युज चाहिँ फालिराखेको हुन्छ। यो चाहिँ ट्रान्सफर्मरको समस्या भएर चाहिँ यो फ्युज फालिराखेको हुन्छ। त्यही भएर हामीले चाहिँ यो जुगाड गरेर राखेका छौँ। एकदम समस्या छ। यो फ्युज चाहिँ अब मगाउनु पर्ने हो। अलिकति भेटिराखेको छैन, अब भेटियो भने चाहिँ मगाइहाल्ने हो। पुरै यस्तो बनाएको छ कि समस्या छ। पावर हाउसमा यो चाहिँ हाम्रो ELC बोर्ड हो। ELC बोर्डमा पनि अलिकति समस्या नै छ। ELC बोर्डको मदरबोर्डले चाहिँ मदरबोर्डको चाहिँ यो प्रिसेटले चाहिँ काम गरिराखेको छैन। यो पनि अब लगतै लगाएर बनाइहाल्ने हो। अरू त लगभग ठिकै छ भनौँ। अर्को एउटा समस्या चाहिँ यहाँनिर छ है। यो हेर्नु त, टर्मिनल ब्लक चाहिँ यो चाहिँ खाइदिएछ, अनि तलको केबल सु चाहिँ छैन। त्यही भएर चाहिँ हाम्रो अपरेटर दाइले चाहिँ यस्तो जुगाड लगाउनु भएको छ। पुरै समस्या छ है। यहाँ यो टर्मिनल ब्लक चाहिँ एउटा मगाउनु पर्ने छ, अनि केबल सुहरू चाहिँ मगाउनु पर्छ। अरू त लगभग ठिकै छ भनौँ। अर्को समस्या भनेको चाहिँ यहाँ जेनेरेटरमा छ है। जेनेरेटरको चाहिँ यो वेल्डिङ गरेको थियो, यो सर्लकै अहिले गइसकेको छ। अर्को हाम्रो यतातिर पुरै गइसकेको छ। यो बेस फ्रेम नै गएको छ कि, बेस फ्रेम गएको छ। अर्को एउटा समस्या भनेको चाहिँ यो पुरै जुगाड लगाइएको छ है। अब यो कामचलाउ बनाइएको छ। अब यो जतिको बजेटमा सम्भावना छ है, बन्ने सम्भावना छ। यतापट्टिको बेस फ्रेम यो चाहिँ ठिक छ है। यतापट्टिको सिटिमिटी फालेर राखेको छैन, यो पनि फालेर हुन्छ। यो चाहिँ यतापट्टि जोगिएको छ। यस्तो छ समस्या। मेन अहिलेको समस्या चाहिँ यो हो है त, गाह्रो छ।